तपाईले सोशल मिडियामा स्क्रोल गर्ने न्यूजहरू सधैँ सत्य हुन्छन् भन्ने कुरा ग्यारेन्टी हुँदैन। केही न्यूजहरू फ्रड अथवा फेक पनि हुन्छन्। यस्ता फेक न्यूजहरू कसरी पत्ता लगाउने भन्ने विषयमा आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ। न्यूज फेक हो अथवा ओरिजिनल हो भनेर पत्ता लगाउनको लागि यो कुन वेबसाइटबाट, कुन पेजबाट र कुन प्रोफाइलबाट आएको छ भनेर जाँच गर्नुपर्ने हुन्छ। त्यसको लागि एबाउट अस भन्ने सेक्सनमा गएर तपाईले हेर्न सक्नुहुन्छ। न्यूजको शीर्षकबाट पनि तपाईले अनुमान लगाउन सक्नुहुन्छ। न्यूजको भाषा अथवा शीर्षकको भाषा आकर्षक, भड्किलो र अचम्म लाग्दो छ भने यो फ्रड हुन सक्छ। विश्वसनीय न्यूज च्यानलको शीर्षक सरल र सफा हुन्छ। फेक न्यूज हो होइन भनेर पत्ता लगाउनको लागि तपाईले फ्याक्ट चेक पनि गर्न सक्नुहुन्छ। यसको लागि factcheck.org मा तपाईले फोटो लगेर, भिडियो लगेर अपलोड गरिदिनु भयो भने यसले सत्य न्यूज हो वा होइन भनेर बताइदिन सक्छ। रिलायबल न्यूज हो कि होइन भनेर पत्ता लगाउनको लागि तपाईले मल्टिपल च्यानलहरू चेक गर्नुपर्ने हुन्छ। त्यसको लागि रेडियो तथा नेशनल टेलिभिजन पनि हेर्न सक्नुहुन्छ। न्यूजको सत्यता पत्ता लगाउन तपाईले मिति पनि चेक गर्नुपर्ने हुन्छ। कुनै पुरानो न्यूजलाई नयाँ जस्तै बनाएर शेयर गरिएको पनि हुन सक्छ। फेक न्यूज पत्ता लगाउने अर्को तरिका हो ल्याङ्ग्वेज। फेक न्यूजको ल्याङ्ग्वेज ज्यादै पुवर हुन्छ र ग्रामेटिकल मिस्टेकहरू धेरै हुन्छन्। गुगलको एउटा रिभर्स इमेज सर्च भन्ने टुल छ। त्यो टुलमा हामीले फोटो अथवा भिडियो अपलोड गर्यौं भने यसले ओरिजिनल अथवा फेक न्यूज के हो भनेर बताइदिन सक्छ। कतिपय न्यूज च्यानलहरूले फेक न्यूजहरू लेख्छन्। त्यस्ता न्यूज च्यानलहरूलाई ब्लक गरिदिनु नै बुद्धिमानी हुन्छ। फेक न्यूज पत्ता लगाउने अर्को मेथड हो लेखकको नाम चेक गर्नु। यदि लेखकले आफ्नो नाम लेखेको छ भने त्यो रिलायबल न्यूज हुन सक्छ। नामै छैन भने त्यो फेक न्यूज हुन सक्छ।